हेलो गाइस, हामीले चाहिँ सुरुमा मासु झार्यौँ, त्यस पछाडि काट्न थाल्यौँ है। दाइले चाहिँ त्यहाँ अचार बनाउँदै हुनुहुन्छ। त्यस पछाडि पकायौँ, त्यसपछि तयारी भयो। त्यसपछि हामीले 2 भाँडा पकायौँ। यो पहिलो भाँडा हो, दोस्रो भाँडा हो। अब हामीले चाहिँ पहिलो भाँडा चाहिँ पाकिसकेर राखेको छौँ होइन। हामीले दोस्रो भाँडाको चाहिँ अघि नै पाकिसकेको थियो। पहिलो भाँडाको चाहिँ हेर्न सक्नुहुन्छ। यो चाहिँ गाइस हाम्रो चाहिँ पकाइसकेको चल्दैछ है। पहिलो आउँछ। त्यस पछाडि चाहिँ हामीले खाना सबै रेडी अचारहरू छ है। त्यस पछाडि चाहिँ हामीले अचार बनायौँ। अनि त्यस पछाडि हामीले चाहिँ खाना रेडी गरेर चाहिँ बिहेमा आउने नेताहरूलाई दिने कोसिस गऱ्यौँ। किचनवाला हो। अनि हामी चाहिँ धेरै दाजुभाइसँग बेहुलाको बाउ सबैसँग हाम्रो चेली भान्जी भान्जा पनि भयो। त्यस पछाडि चाहिँ डाइरेक्ट जाउँ न त पछाडि कार्य गर्दै हुनुहुँदो रहेछ। अनुसार उहाँ चाहिँ बेगर कविता हुनुहुन्छ है। अनि उतापट्टि चाहिँ हाम्रो चर्च बनाउनु भएको लक्ष्मी भान्सी हुनुहुन्छ। लक्ष्मी भान्सी हाम्रो विशाल दाइ हुनुहुन्छ। फुपू हुनुहुन्छ। 10 गतेको मान्छेहरू आउनुभयो। 10 गतेको दालुलाई 10 गतेको आउँदै हुनुहुन्छ। अब उहाँहरूलाई खाना दिनेछौँ। त्यस पछाडि दालु आउनुहुन्छ। 10 गतेको टिम धेरै आउनुभयो।